हेलो गाइस, वेलकम टु माई भ्लग। मेरो भ्लग चाहिँ फेरि पनि आइसकेको छ। हजुरहरू सबैजनाले माया गरिदिनु होला भन्ने मैले आशा राखेको छु। चिसो चिसो मौसमको न्यानो न्यानो माया सम्झना। आज चाहिँ मेरो बाबुको बर्थडेको दिन। स्कुलमा पनि आजै प्रोग्राम परेछ। अनि त्यस पछाडि बिहान उठेर नुहाइ धुवाइ हातमुख धुने नुहाइ धुवाइ गर्ने मन्दिर। त्यस पछाडि बाबु नानीहरूलाई स्कुलको प्रोग्राममा लिएर जानुभयो बाबाले। अनि म चाहिँ घरै बसेर आज बर्थडेको तयारी गर्दैछु। के हुन्छ हेर्दै जानु होला, के आउँछ हेर्दै जानु होला है। ओके त हामीले चाहिँ यसरी फिङ्गर चिप्स बनाउन लागिरहेछौँ आलुको। यता चाहिँ यहाँ राजमा छ। हाम्रो यहाँ आलु फिङ्गर चिप्स भइसक्यो। यहाँ पाक्दै बनाउनु बाँकी नै छ। तरकारी पकाउँदै हुनुहुन्छ काउलीको। कालो चिया रेडी भयो। काउली पखाल्दै हुनुहुने रोइरहेछ। जुम्दा हेरे भएर रोआ हो बुने। किन रोआ त? ल भन त, भन। गाइस म चाहिँ अब केक लिन हिँडेँ। ल कुन लाने भन्नु त? केक पसलबाट निस्क्यो। फाइनली गाइस केक लिएर आइपुगेँ। नानी चाहिँ यहाँ हेर्न आइसक्यो नि। बेलुन चाहियो रे, बेलुन फुलाउने रे। कति जाङ्गरीले यहाँ कोही आलु काटिरहन्, कोही यहाँ के काटिरहन्। यो त यता छिनी धेरैभन्दा धेरै जाङ्गरिलो। अनि यहाँ यो चाहिँ प्राण। ल हजुरलाई प्राण पापडहरू आइपुग्यो। तरकारी रेडी। काउली गीत पनि गाइरहन् दिदीले। लगाउने त दिदी एकखेल गीत पनि यस्तो आउँछ कि गीत त यहाँ। यता हेर त, यहाँ चाहिँ सबैजनाले यहाँ चाहिँ हल्का डेकोरेसनको लागि यहाँ बेलुनहरू पुग्दैछ नि। ल यता बर्थडे बोय ह्याप्पी किसा किन ह्याप्पी भएको? मेरो बर्थडेको लागि तिमी खुसी छौ? सुन न, ल यसो गर्नुहुन्न नि त। अनि सुन न, अनि तिम्रो बर्थडेमा केक काट्ने कि नकाट्ने? काट्ने हो। अनि को आउनु भएको? दिदी आइसा दिदी, कान्छी दिदी, कति धेरै डेकोरेसनको लागि बलुन रेडी पारिरहँ फुकेर। हाम्रो चाहिँ बाबा नि आउनुभयो। यता शिवान बर्थडे वाइ, अनि यता चाहिँ आइसा, यता चाहिँ सुकी, अनि यता चाहिँ मम्मी, अनि यता चाहिँ आइसा, अनि उता चाहिँ आइस्मा, यता चाहिँ बाबा। यता चाहिँ ब्युटिफुल बर्थडे बोयको दिदी यहाँ डेकोरेसनको लागि रेडी गर्दैछिन्। बर्थडे बोयले फुक्दै हुनुहुन्छ। यिनीहरूलाई चाहिँ रमाइलो। सुकीले त सेम बनाउँदैछ। ल क्राउन पाक्दैछ। हेड कुकले बनाउँदै हुनुहुन्छ यहाँ। चिकन रोस्टको लागि मासु रेडी बनाएर राखेको छ यहाँ केही समयको लागि। यता चाहिँ ह्याप्पी बर्थडे सङ बजिरहेछ। नाच तिमीहरू नाच।
कोही खेलिरहन् कोही नाचिरहन्। मैले केक चाहिँ भर्खर खोलेँ। अब चाहिँ ह्याप्पी बर्थडे बुझ्यौ नि छोड म यहाँ बन आज चाहिँ बर्थडे हो थुप्री कहाँ भयो त Happy birthday! Happy birthday! Ciba hancu. घुमाएर सर भाइ बर्थडे हो मैले चाहिँ केक काटेको चक्लेट दे न त त्यो चक्लेट यो चक्लेट भाइलाई दे त यो चेरी खान्छ ल चेरी दिनु भने दिनु चेरी खान्छ अरे क्या अस्तिकाले चेरी खान्न अरे भने खान्छ अरे क्या चक्लेट भाइले दिइहाल्छ यो खाने ल देऊ ल हो ल मलाई देऊ चेरी देऊ दिइहाल्छ नि त चेरी भाइले खानै खाँदैन ज्ञानी छ भाइ भाइ हजुर भयो टिका लगाइदिनु पर्छ आइ टिका लाग कपडा खोल्नु आज बर्थडेको दिन हामी चाहिँ यसरी खाना खान लागिरहेछौँ फ्यामिली मिलेर यतातिर ठिक छ कस्तो छ ठिक छ कस्तो छ मिठो यता नानी कस्तो छ खाना चाहेको त छैन अब चाहिस भन्छु आइसा कस्तो लाग्यो त मैले स्पोनै पाएन के भाइ त गुराँस यम्मी छ मम्मीले चोइस कस्तो वाउ ल खाना राजमाको तरकारी काउली रोस्ट अचार पापड ब्राउन ल गुड नाइट कान्छी बाइ और इसमें टीवी देख सकते हैं और इसके अंदर स्पेस भी है। चाहिँ यति नै सबैले मन पराइदिनु होला मैले चाहिँ सक्दो प्रयास गरेको छु हजुरहरूलाई मनोरञ्जन दिनको लागि मैले सक्दो प्रयास गरेको छु के कस्तो छ कमेन्ट लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हजुरहरूले मेरो भ्लग चाहिँ हजुरहरूले माया गरिदिनु भयो भने आइराख्ने छ कन्टिन्यू एकपछि अर्को आइराख्ने नै छ आजलाई चाहिँ यति नै